मैले पनि भर्खर सरस्वती पूजा गरेर आएँ, तपाईँहरू पनि गरेर आउनुभयो होला। अनि मलाई चाहिँ आज दुईवटा कुरा गर्न मन लाग्यो। के भन्दाखेरि फर्स्टमा चाहिँ हामी जब भगवान्लाई भेटी चढाउँछौँ किन होला जस्तो लाग्छ भने संसारमै केही कुरा पनि फ्रीमा पाइँदैन। यही कुरा बुझाउन खोजेको हामीलाई पहिलेदेखि चलिआएको संस्कारले। किन भन्दाखेरि हरेक कुराको मूल्य हुन्छ क्या। भगवान्ले दिने आशीर्वादलाई पनि हामी के गर्छौँ, पैसा दिएर हामी त्यो आशीर्वाद लिन्छौँ। किनभने हामीले कुनै कुरा फ्रीमा पाइँदैन र त्यसरी लिन पनि खोज्नु हुँदैन। त्यही कारण हामीले कसैको 1 रुपियाँ पनि खान्छौँ भने हाम्रो अधोगति त्यहीँदेखि सुरु हुन्छ क्या। त्यही कारणले हामी भगवान्लाई भेटी चढाउँछौँ। अनि अर्को कुरा चाहिँ के छ भने आज सरस्वती माताले चाहिँ होइन, हाम्रो जुन चुनाव आउँदैछ त्यो चुनावमा चाहिँ सही क्यान्डिडेट, देशलाई नै म विकास गर्छु है भनेर हिँडेको मान्छेलाई चाहिँ हामीले भोट दिनुपर्ने हुन्छ। म देशकै लागि चाहिँ म केही गर्छु भनेर आएको मान्छेलाई चाहिँ दिनुपर्छ क्या। कुनै नामको लागि आएको हुनसक्छ, कोही पावरको लागि आएको हुनसक्छ होइन। सो त्यस्तो मान्छेहरू चाहिँ चिन्नु पऱ्यो र आजको सरस्वती माताले यो चिन्ने ज्ञान दियो। ओके, थ्याङ्क यू।